होपमा चाहिँ हाम्रो होप थियो तर छैन रहेछ होपै यो होप मात्रै रहेछ कस्तो भयो दा होम टाउन आइरहेछ होम टाउन आएर म खुसी पनि छु अब दुखी पनि छु के खुसी छु दुखी पनि छु भन्दैछ र हाम्रो भाइहरू भेटेको छ दार्जिलिङको गाइस लन्च टाइम हो यहाँनिर चाहिँ के छ भन्दाखेरि हाम्रो वर्कको यो चाहिँ खुट्टा हो होइन जान्नुहोस् गाइस सेकेन्ड स्टेज अफ जर्नी ठिकै छ मजा आयो त कामले आएको नि घर आउँदैछु फर्किहाल्छु त्यही त हिजो आएको कुरा हुँदैछ यहाँनिर एकछिन भेटौँ ल हन्टिङमा बद्दैन दा मार्दैन एकछिन फेरि म त एकछिन लु 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 त्यो चाहिँ बत्नुमा टिङ चाहिँ गर्नु पर्यो नि त अघि जस्तो बजेन नि बजेन जुम 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 जे होस् वाज अ नाइस ट्राई गन चाहिँ यस्तो छ अब हाम्रो निधारमा टोर्का भनेर दा हामी सबै रेडी भइसकेको छ हो र अब चाहिँ हामी जान आँटेको छ त्यही दिन चाहिँ यस्तै छ अब हो दिन चाहिँ यस्तै छ गाइस जानुपर्ने चाहिँ कता हो दा यो पाहाडहरू है यता यो साइड है यो साइड जाने गाइस यो साइड चाहिँ दार्जिलिङ रहेछ यो साइड चाहिँ सिलगढी यो साइड सिलगढी हो दा यो साइड ल त लाग्दिन्छ साथीले अब ब्याग पनि त्यहाँ हालिदिउँ होइन गाडीमा हालिदिउँ होइन ठिकै छ यो ठिकै छ नि त ओके वेलकम टु सोनादा गाइस वेलकम टु सोनादा हामी सोनादामा छ अहिले र हामी चाहिँ स्टिल जाँदैछ दार्जिलिङ हो यस्तो छ अहिले घुम पुगिसकेको छ यो चाहिँ हो घुम स्टेसन दाम भेटिसक्यो गाडीबाट आयो कस्तो भयो त गाडीमा गाडीको ट्रिप चाहिँ दामी भयो मजा आयो नि तपाईँलाई हो त बाल्दैन भन्दैछ यो चाहिँ हो घुम स्टेसन यस्तो छ हाम्रो यता दाको घर कस्तो भयो दा होम टाउन आइरहेछ होम टाउन आएर म खुसी पनि छु अब दुखी पनि छु के खुसी छु दुखी पनि छु भन्दैछ किन दुखी चाहिँ दा खुसी हुनु परेन ल यस्तै छ गाइस अब चाहिँ हामी जान्दैछ प्रसन्दाको घर स्कुटी यहाँ छ हो अब चाहिँ यहाँबाट प्रसन्दा लिनु पर्छ सिलगढी नै तातो हुन्छ जाडोमा आउँदा पनि जाडो है त हो नि तातोमा बस्दा पनि तातो पिसा पाइसक्यो मलाई जाडोले बेसी जाडो अब त्यो बसिरहेको भाइहरूले पनि चिन्छस् तिमीलाई कि बोल्नु सकेन त त्यो भाइ त्यो जग्गा जाडो रहेछ दामी भ्यू वेलकम हाम्रो पसन्दाको घर दामी रहेछ जग्गा चाहिँ होस् ऊ दाको डगी माया ओ बस 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 भयो भयो मैले भने क्या मजाको छ दाको चाहिँ सुकिआएको थियो र पानी परेर चाहिँ हामीलाई बिजोग बनायो हामी चाहिँ एकछिन रोकेर हो अब चाहिँ हामी जान्दैछ अलिक रको जस्तो भएको छ पानी लेट्स गो दा जुम अब छिटो अब चाहिँ परिसक्यो रात हामीले खाइसके भात अब गएको हामी घर गएर सुत्ने हो खाइसके भात दिनुहोस् होला हामीलाई साथ भनेर हो सबैजनाले दिनुहोस् होला हाम्रो साथ हाम्रो पाल्देन भाइको ब्लगमा सबैजनाले लाइक एन्ड सब्सक्राइब यस जुम अब पर्दैछ स्टप पानी जुम आज चाहिँ मेन टाउन जाने हामी दार्जिलिङ होइन बोकेको छ सामानहरू सबै यस हाम्रो वी आर वेटिङ टुवर्ड्स दार्जिलिङ गाइस स्टे ट्युन त्यतिकै छु हामी चाहिँ त्यसरी गाना हो हाम्रो चाहिँ यहाँ स्कुटी चाहिँ हो आफै हरेन बजेको छ हो चाच्चारा चिची गर्दैछ बिहान पनि रड्डी भएको थियो हो ऊ यस्तो हुँदैछ आफै हामीले के बजाएकै छैन हो तर पनि बजेको छ क्या त ए यो बिग्रेको हो
होइन फ्युजै उखालिदिएको ए होला यो त हर्नको फ्युजै निकालिदिएको ए भयो त होइन होइन त्यो होइन हाम्रो स्कुटी बनाइसक्यो हामीले चाहिँ डल्लै हो यहाँबाट निकालेर हर्नको चाहिँ उयो निकालिदिएको छ यहाँबाट प्लगै निकालिदिएको छ नभए चाहिँ रड्डी भएको थियो टिट र टिट र गाइस हाम्रो चाहिँ स्कुटी बिग्रेर होइन हामी यहाँ टक्कै बिग्रेको थियो र यहाँनिर टक्कै दिदीको माइपुगेको छ उहाँ दिदी मलाई चिन्नुभयो टक्कै अन्त त्यहाँदेखि चाहिँ हामीलाई चिया खानु चाहिँ अफर गरिदिँदै हो टक्कै स्कुटी पनि बिग्रियो टक्कै दामी भयो यहाँनिर हेलो दिदी आउँछ मेरो युट्युबमा आउँछ नि फाल्तु ब्लग छ हाल्छु नि म चियाहरू खाइसक्यो दिदीहरूको दिदीहरू चाहिँ एकदम दामी हुन्छ नि राम्रो थियो हो हामीलाई चिप्सहरू पनि दिएको छ ब्यागमा अझै डल्लै यति लामो चिप्स थियो हो त्यस्तो त कहाँ गर्नु अब दुईवटा चाहिँ लग्यो भने माया गरेर दियो भने हो बाई बाई दिदी बाई दार्जिलिङको टोय ट्रेन र हाम्रो भाइहरू भेटेको छ दार्जिलिङको सबैजनालाई वेलकम छ मेरो ब्लगमा भरे आउँछ हेर्नु ल मेरो पाल्तु ब्लग छ फाल्तु ब्लग चाहिँ एकदम माया देखाउनुपर्छ सपोर्ट देखाउनुपर्छ गाइस इन्ट्रोडक्सन गर्नु अब यहाँबाट अब हामी चौरस्ताको ब्याक साइडमा छ होइन गाइस अब हामी यहाँबाट टक्कै गयो चाहिँ चौरस्ता टक्कै आउँछ यस मजाले यो चाहिँ मेरो फर्स्ट टाइम हो चौरस्ता हो पहिला आउनु त आएको तर त्यस्तो घुम्नु पाएन हो दा तर जे होस् दाले घुमाइदियो मलाई भेरी ग्रेटफुल चौरस्ता है भोटे बस्ती साइडबाट निस्केको हजुर यस्तै हो चौरस्ताको चलपटो बेलुका चाहिँ दामी हुन्छ होला दानी बेलुका चाहिँ राम्रो फेरि आज मन्डे हो नि त हो चौकल अलिक कम्ती नै हुन्छ सिक्किमबाट भन्दा छेउमा देख्छ यहाँबाट चाहिँ कञ्चनजङ्घा क्या कञ्चनजङ्घा झमेला आइपुग्यो गाइस चौरस्ता पनि यो चाहिँ के यो कुन साइड हो दा यो चाहिँ ब्याक साइड हो ब्याक साइड पुरा उयो सुनिरहेको मैले पनि दा पहिला खासियत चाहिँ के छ ब्याक साइडको डेटिङ होइन अन्त खासियत चाहिँ के हो भन्दाखेरि हजुर यो बाटोबाट हिँड्दै हिँड्दै हजुर सडनली अगाडिपट्टि चाहिँ यस्तो गोलाइ काट्दाखेरि चाहिँ अगाडिपट्टि कञ्चनजङ्घा आउँछ क्या हत्तै यहीँ छ जस्तो छुनु सक्छु जस्तो क्या हो त्यही हो अब यहाँ ब्याक साइडको ओके खास खेल हो खास खेल चाहिँ उभि गाडी हान्छ यत्रो नानीले कहाँ कुदाइँदो रहेछ गाइस यो चाहिँ हो ब्याक साइड अहिले चाहिँ यस्तो सफा गरेको रहेछ हो पहिला चाहिँ पुरा मैला थियो पुरा कम्प्लेन गर्थ्यो दा यहाँ मान्छेले है मैलाहरू नफाल्नु यस्तो यस्तो भनेर हो हामी त फाल्दैन अब त्यो हो टुरिस्टहरू आयो भने मैलाहरू नफालिदिनु होइन मजाले घुमेर जानु राम्रो राम्रो जग्गाहरू हेर्नु घुम्नु सक्यो भने होइन नेचर हाम्रो होइन यस्तो दामी सफा गरेको छ यस्तो सफा गरेको रहेछ हो साबी रहेछ जान्छ भित्र के छ भित्र जानु पाउँदैन मार्केटमा यो चाहिँ हाम्रो मेन एन्ट्रेन्स एक राउन्ड घुमिसक्यो त हामी है एक साइड ब्याक साइड डल्लै घुमिसकेको छ फेरि गएर चाहिँ अब हामी हेरौँ के हुन्छ तर हामीले भ्यू चाहिँ पाएन नि है त भ्यू चाहिँ पाएन त्यस्तो तर भ्यू चाहिँ दामी देख्थ्यो अरे राम्रो रहेछ आई लभ दार्जिलिङ वेलकम टु चौरस्ता आइपुगिसक्यो यो चाहिँ फ्रन्ट हो अघि चाहिँ हामी यताबाट गएको यो साइडबाट ब्याक साइड रहेछ यो चाहिँ फ्रन्ट गाइस पुगिसकेको छ हामी होपमा चाहिँ हाम्रो होप थियो तर छैन रहेछ होपै यो होप मात्रै रहेछ र अब चाहिँ एक दुईवटा फोटो खिचिदिन्छु हो इन्स्टाग्राममा हाल्छु हेर्नुहोस् होला इन्स्टाग्राम पनि मेरो मुनि लिङ्क पाउँछ होइन त्यही हो हाम्रो पाल्देन भाइ चाहिँ दार्जिलिङको होपमा आइपुगिसकेको छ बेसी फोटो खिचेर यहाँ बेसी फोटो खिचेर चाहिँ यस्तो भइसकेको रहेछ मान्छेहरू उभिएर यो चाहिँ दार्जिलिङको क्लक टावर पहिला ब्रिटिसले बनाएको यो पनि है त ब्रिटिस हो नि बनाउने है यो भित्र ठुलो उयो छ नि के छ यो भित्र टक्कै उयो जस्तो छ कोर्ट रुम हुन्छ नि ठुलो एउटा स्टेज छ माथि यस्तो स्टेज हुन्छ ग्यालेरी भिक्टोरियामा छ नि हजुर त्यस्तो छ भित्र लोकल मार्केट घुम्दैछ दार्जिलिङको लोकल मार्केट एकदम कहाँ भिड हुँदो रहेछ है भिड हुन्छ यस्तो छ भिड यहाँको लोकल ट्याक्सी पक्रेर जानु पर्यो जाम यस्तै हो यहाँको लोकल नर्थ पोइन्ट है त नर्थ पोइन्ट केटाहरू हाम्रो हिँड्दैछ
गाइस स्ट्यान्ड चाहिँ आइपुगिसक्यो। अब यहाँबाट चाहिँ टक्कै चढ्ने हो गाडीमा, त्यसपछि लाग्दिने हो हामी। एनपी कलेज नर्थ पोइन्ट। हामी यही होइन? होइन हामी अझै उता हो। स्कुल कलेज यस्तो रहेछ गाइस। हामी चाहिँ यो मान्छे उसमा छ, प्रकृतकोमा। प्रकृत आइदा आइपुग्यो फाइनली। कता हो जानु चाहिँ? आज यता हो। यो चाहिँ हो एरिया भन्ने। ए यहाँ सुट भएको त? ओके दामी रहेछ गाइस। नर्थ पोइन्टहरू यो चाहिँ हो। को पढेको यहाँनिर प्लिज कमेन्ट डाउन बिलो। दामी लाग्यो स्कुलहरू। सेन्ट जोसेफै रहेछ यो है? त्यही त सेन्ट जोसेफ। यो चाहिँ स्कुल भएन, त्यो चाहिँ कलेज हो नि त अहिलेको चाहिँ। गाइस लन्च टाइम हो। यहाँनिर चाहिँ के छ भन्दाखेरि हाम्रो पर्कको यो चाहिँ खुट्टा हो होइन, र दाको चाहिँ यहाँनिर चिकन राइस। दाजु पर्क खाँदैन नि त? चिकन खान्छ नि हामी। हुँदैन नि दाको है? जातले दिँदैन, मुखले त दिन्छ नि अब। मार्छ है भनेर है, आप्पाले हेर्नु मार्छ नि खाइदिनु। गाइस खाना दामी भयो। सुँगुरको खुट्टा एकदम दामी थियो। हाम्रो यहाँ दिदीहरू बनाउने। के भन्नु दिदी? हजुर आज है मेरो भाइहरू यहाँ खाना खानु आउनुभयो अनि उहाँलाई देखेर खुसी लाग्यो। र उहाँको च्यानलको नाम चाहिँ के भन्नुभयो? पाल्दिङ ब्लग्स। उहाँलाई सपोर्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् है, लाइक सेयर सब्सक्राइबहरू सबै कुरा गरिदिनुहोस्। हाम्रो भाइहरूलाई सपोर्ट गर्नुहोस्। हुन्छ, थ्याङ्क यू। खाना एकदम दामी थियो दिदी। सबैजना आउनु। यो रेस्टुरेन्टको नाम त के भन्नु तपाईँले? सुजु फेस्ट रेस्टुरेन्ट। लोकेसन हाम्रो सिंहमारी है? सिंहमारी एनपी कलेज अगाडि। हजुर अपोजिट आउनु सक्नुहुन्छ तपाईँहरू सुँगुरको खुट्टा खानुको लागि। मेरो नाम भन्यो भने डिस्काउन्ट दिनुहुन्छ? हजुर जुमेदा हो। ल कति भयो? भइसक्यो, अब जानुपर्छ। नमार गीत गर्नु त हल्ला चलेछ भनेर है। भिज्यो सिरानी। दामी छ दाको सुरु पनि। हामीले बोकिरहेछ गाइस हो। यो तल गएर चाहिँ दुइटा युकेलेले हुन्छ, दामी हुन्छ मिक्स। त्यो आउँछ त्यो पनि ब्लगहरू। मजा आउँछ गाइस तेरो हिँड्दै गाना गाउँदै हो। You're beautiful, it's true. And it's all your face, crown of face. And I don't know what to do, 'cause I'll never be with you. दामी हाम्रो पसन्द चाहिँ फेरि रड्डी छ नि फेरि स्वर चाहिँ दाको। राइड गरिदिएको होइन गाइस, अन द रोड। लेट्स गो।